पहाडी गाउँको छेउमा बनेको माटोले लेपिएको पुरानो घरमा बुढाबुढी हर्क बहादुर र मैया देवी बस्छन्। उमेर बढ्दै गएपछि शरीर त बिस्तारै थाक्दै जान्छ, तर मनका चाहनाहरू भने कहिल्यै पूरा नहुने गरी जन्मिरहन्छन्। जीवनभर गरिबी, दुःख, श्रम र अभावसँग लड्दै उनीहरू आज पनि त्यसै पुरानो घरमा याद, पीडा र प्रेमसँगै बाँचेका छन्। हरेक बिहान कुकुर भुक्ने आवाज, मुर्गा बास्ने स्वर र त्यसपछि बुढाबुढीको झगडा। ए मैया, त्यो भैँसी किन राम्रोसँग बाँधिनौ? हर्क बहादुर चर्किन्छन्। मैया देवी पनि चुप बस्दिनन्। तपाईको काममै कमजोर, दोष चाहिँ मलाई। र सुरु हुन्छ बोलाचाली, झर्किन, थकान अनि पहाडभर गुन्जिने उनै दुवैको स्वर। तर झगडा कहिल्यै एक अर्काप्रति घृणा भएर होइन, यो त जीवनभर मनमा थोपारिएका अभावहरूको पीडा थियो, जो कहिलेकाहीँ बोलेर निस्किन्थ्यो। एक दिन पानी लिन खोला झर्दै मैया देवी लड्छिन्, हातमा चोट लाग्छ। घर फर्कँदा हर्क बहादुर फेरि झर्किन्छन्। कति भन्दैछु त्यो बाटो नजाऊ। तर यसपटक मैया देवी केही बोल्दिनन्। उनको मौनताले हर्क बहादुरको मन एकाएक खसालिन्छ। डाल उम्लन्दै गर्दा उनी देख्छन् मैया देवीको आँखाबाट नरम आँसु बगिरहेको। के भयो त माया? उनी धेरै वर्षपछि पहिलो पटक नर्म भएर सोध्छन्। मैया देवी बिस्तारै भन्छन्, अब शरीरले साथ छोड्दैछ हर्के। हामी त दिनभर झगडामै बिताउँछौँ, जीवनभर गरिबीमै बितायौँ। कमसेकम बुढेसकालमा थोरै शान्ति चाहेको थिएँ। हर्क बहादुरको मन गहिरो भइरहेको पहाड जस्तै चुपचाप डुबिरह्यो। अनि उनी मैया देवीको हात समाउँदै भन्छन्, अब झगडा गर्दैनौ माया, बाँकी जीवन दुवैजना मिलेर काटौँ।